अलिकति त्यो भिडियोमा बिचमा काटिएछ, त्यही भएर त्यही भन्नु खोजेँ मैले। जस्तो यो तपाईँको ब्लू ब्याकग्राउन्ड छ भने तपाईँले चाहिँ होइन यो इमेजलाई 75% स्ट्रिङ गरिकन तलपट्टि स्पेस बनाएर है ट्रान्सपरेन्ट बक्स चाहिँ तपाईँको व्हाइट होस् र व्हाइटमा तपाईँले ब्लू फन्ट युज गरेको राम्रो देखिन्छ क्या यो इमेजमा है, टेक्स्ट राख्दाखेरि होइन। यो चाहिँ राम्रो बनाउनु पऱ्यो है। अब तपाईँलाई अब यतिकै राम्रो बनाउनु त अगाडिको यो प्रोफेसनल ग्राफिक डिजाइनरले बनाएको जतिको बनाउनु त गाह्रो पर्ला होइन, यस्तो बनाउनु त गाह्रो पर्ला। तर यस्तो नबनाए पनि तर तपाईँको चाहिँ जुन हुन्छ नि यो टाइटलवाला इमेज हुने भएको हुनाले है यसमा तपाईँको टाइटल डिस्प्ले हुन्छ नि राम्रै बनाउनु पऱ्यो है। यहाँ त स्पेस त छैन, तर त्यो इमेजलाई तल तपाईँले 75% स्विङ गरिकन त्यसरी बनाउनुहोस् होइन। यो भइहाल्यो। अनि यो सेकेन्ड इमेज चाहिँ यहाँ छ। सेकेन्ड इमेजमा पनि टाइटल चाहिँ यहाँ माथितिर होइन, टेक्स्टहरू यतातिर। टाइटल भनेको चाहिँ के हुन्छ त भन्दाखेरि यो इमेजमा तपाईँको पाउनु है, टाइटल भनेको चाहिँ यो हुन्छ लर्न लोड क्यालकुलेसन इक्विपमेन्ट सेलेक्सन एन्ड सिस्टम साइजिङ भन्ने जुन टाइटल छ यो टाइटललाई यता माथि लेखेको राम्रो। अनि यो अथवा टाइटल माथि भन्दा पनि बिच चाहिँ लेखेको पनि राम्रो होला, तर लास्टतिर चाहिँ सकेसम्म नराख्नु है। अनि सिमिलरली अब थर्ड इमेज भनेको यो भयो। थर्ड इमेजमा पनि कि त मिडलतिर कि त माथिपट्टि बनाएको राम्रो है। अनि त्यसपछि यो फोर्थ इमेज भइहाल्यो है, फोर्थ इमेज भइहाल्यो। अनि त्यसपछि चाहिँ अब यहाँ अनि यो तपाईँको थर्ड इमेज भनेको थर्ड प्याराग्राफको लागि चाहिँ यो तीनटा इमेज छ है। एउटा इमेज यो भयो, अर्को इमेज यो भयो, अर्को इमेज यो हो होइन। र त्यो तपाईँको थर्ड प्याराग्राफमा लेख्ने भनेको तपाईँको युज गर्ने जुन तपाईँको टेक्स्टहरू छ यो टेक्स्ट भयो, र यो तपाईँको टाइटलहरू यहाँ सबै छँदैछ है। टाइटलहरू सकेसम्म चाहिँ बिच मिडलतिर पार राखेको राम्रो है। मिडलतिर म मिडलतिर तपाईँले यसो हेर्दाखेरि ओहो यो मान्छेहरूको फोटो सबै काटिन्छ भने जस्तो लाग्छ भने माथिपट्टि युज गर्दा पनि भयो है। तर इफ पोसिबल सकेसम्म तल युज नगरेको राम्रो क्या है। यो भइहाल्यो। अनि त्यसपछि तपाईँको फोर्थ प्याराग्राफ भनेको रेजिस्ट्रेसनहरू इत्यादि भएको छ। यो तपाईँको तीनटा इमेज युज गर्नुहोस् होइन। अनि तपाईँको मलाई अब अरू एडिसनल इमेजहरू चाहिन्छ भने मैले अझ ऱ्यान्डम इमेजेसहरू भनेर पनि यहाँ दुईवटा इमेज हालिदिएको छु, यिनीहरू युज गरे पनि भयो रेजिस्ट्रेसन एन्ड अल भन्ने बेलामा है। ल त्यो गरिकन राम्रोसँग बनाउनुहोस् न यसको पनि है त।